नमस्ते हजुरहरू। अहिले म स्पेनको अलिकान्ते प्रान्तमा कोस्टा ब्लाङ्का पर्यटकीय क्षेत्रको आल्टिया भन्ने ठाउँमा छु। आल्टिया एक नगर हो, सानो सहर छ। यो अगाडि देख्दै गर्नुभएको चाहिँ यहाँको स्थानीय सानो ट्रामको लाइन अन्तर्गतको पुल हो। यहाँ यो सानो रेल सेवा सन् 1914 आजभन्दा करिब 112 वर्ष अगाडिबाट सुरु भएको रहेछ। स्पेनको हरेक गाउँहरूमा शताब्दी पहिलेदेखि नै रेलको सेवा रहेछ। यो चाहिँ आल्टियावासीहरू बिहान बेलुका यसो घुमफिर गर्न आउने ठाउँ रहेछ। मलाई यहाँको सबैभन्दा रोचक रमाइलो लागेको चाहिँ यो तोरी प्रजातिको फुल फुल्ने झार रहेछ। यहाँ यो झार चाहिँ हाम्रोमा भए मौरीलाई धेरै नै उपयुक्त हुने देखियो। स्पेन युरोपको मौरी व्यवसायमा निकै अगाडि रहेछ। सम्भवतः यसरी नै धेरै फुलहरू फुल्ने भएर होला। म तपाईँलाई यो देखाउँदै जाने सोच्छु। जुन यो सानो भूभागको पाखा सबै ढाकेको छ कि फुलले, मलाई साह्रै मन परिरहेछ। यो म नेपाल फर्किँदाखेरि मौका मिलेछ भने यसको बिउ चाहिँ लगेर हाम्रो धनकुटाको पाखरीवास अन्तर्गत पैरे सामुदायिक वनमा उपभोक्ताहरूको तर्फबाट यसलाई जगाउने कि भन्ने सोच लागिरहेको छ क्या। व्यावसायिक रूपमा मौरी पालन सुरु भएको एरिया छ अहिले हाम्रो त्यहाँ। निकै उपयुक्त देखियो यो तोरी जस्तो झारलाई हाम्रोमा लान मलाई मन लाग्दै गर्दा हामीसँग भएको तितेपाती लोखेर फाल्नुपर्छ भन्न खोजेको होइन। हाम्रो तितेपाती पनि साह्रै राम्रो फुल्छ यो चैत वैशाख जेठतिर। त्यसबाट लगाइएको मह जुन मौरीले लगाउँछ नि, यस्तो कडा गुलियो हुन्छ है। त्यस्तै गरी यो झार पनि थप एउटा हुन सक्ने देखियो कि। मौका मिल्यो भनेदेखि यसलाई त म छोड्दिनँ। निकै मन पर्यो मलाई यो। सबै ढाक्दो रहेछ कि यो त पुरै बनमारा जत्तिकै फैलिँदो रहेछ हेर्नु त।